छिजिले कार्यक्रम पाइला पाइलामा कथाहरू महलको मात्रै हुँदैन, झुपडीको कथाहरू उत्तिकै चाख लाग्दो हुन्छ। जीवनको गोरेटोमा हजारौं हजार सुख दुःखका पाइलाहरू हुन्छन्। जति पाइलाहरू सार्छन् उत्तिकै कथाहरू गहिराई बन्दै जान्छन्। हाँसो र रुदन सबैको हुन्छ, कतै बढी कतै कम, तर आखिर सबैको उस्ता उस्तै। परिस्थितिले कहाँ पुर्याउँछ त्यो भविष्यको कुरा हो। वर्तमान जिउनलाई निकै कठिनाइका साथ सङ्घर्ष गर्नुपर्ने हुन्छ। त्यही काम कसैलाई गाह्रो होला, कसैलाई सामान्य। जस्तो सुकै परिस्थिति आए पनि जीवन जिउनलाई सामान्य तरिकाले बुझ्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सानो झुपडीमा रहे पनि आफ्नो भित्री पीडा छँदैछ, तर दिल खुलेर हाँस्नुको मजा छुट्टै छँदैछ। यो चाहिँ तपाईँको? हजुर हजुर यो तपाईँको घर? यति घुमिनेको? ए तपाईँको घर? ए अरू त ठिक छैन। तपाईँ कहाँको? मेरो स्वरगाउँ हो। हजुर स्वरगाउँ। ए डालबहादुरको त छोरो हो। ठ्याक्कै चिन्नु त? साइला ठ्याक्कै चिन्नु नि त? कसरी चिन्नु? के गर्छ त आमा बाबुले दुःख पायो, यो तपाईँको यो त? हजुर घर चाहिँ पहिले होइन नि, मैले म भन्छ कुन जाने त्यसो भन्दै भन्नु त भान्जा भान्जीलाई झन् ठुलो भने अहिले बाप। तपाईँ कहाँको कोही आएको आयो? दलबहादुरको छोरो त तपाईँलाई हेर्नु आछ त यहाँ देश हेर्नु आछ। यो चाहिँ तपाईँको चाहिँ पहिले यही हो घर चाहिँ? हजुर घर चाहिँ यही हो पहिले? मेरो त पहिल्यै हो। आमा बाउले गरिसक्यो त्यसको दिदी पैसा आइसक्यो। अहिले मर्ने बेला पनि मन्दिरपुली पैसा हुनु को नि तपाईँको? भोलि देश हुनुपर्छ। को तपाईँ चाहिँ एक्लै? हुन्छ म एक्लै, म कहाँला यत्रो देख्दैन न। दाजुभाइ चाहिँ को छ नि तपाईँको? हजुर दाजुभाइ चाहिँ को नि? हजुर मेरो त अब झम्केको खलक 10 ए फ्रान्सको मान्छे आइपुग्यो रहेछ त। फ्रान्सको मान्छे पो आइपुग्यो त। बापरे बाबरे। ल आज तपाईँ कहाँबाट आउनु भएको छ? म त्यहाँ गएको थियो, त्यहाँबाट फेरि त्यहाँबाट फेरि माथिबाट जाने भनेर। अनि त्यसपछि यस्तो हुन्छ भनेपछि त ए हजुर को साइलो मामा भन्नु? मामाको छोराहरू त मामाहरू कहाँ गएको छ? तपाईँको मामा हो? अनि त्यो त मामाहरू त डेनिस मामाहरू। ए तपाईँ चाहिँ के त हजुरको के तपाईँ हजुरको चाहिँ के नाम नि? हजुर हजुरको? मेरो सन्ताबहादुर थन्डु। थन्डु काइलो तपाईँ यहाँ धेरै भयो बसेको? हजुर धेरै भयो। यता अब बाउ र आमाले गरिराखेको छ त केस भोलि के हुन्छ कसो हुन्छ है। तपाईँ चाहिँ एक्लै हो अहिले चाहिँ? थाहा चाहिँ? हजुर मैले बिहे पनि गरेँ होइन। ए सम्धिज्यू तपाईँ म त सम्धि आयो भने रे
उनीहरू त बाहिर बाहिर लेखेर त तर ठिक छ मैले के चाहिँ भक्क आयो